यो दशैंमा होन्डाको नयाँ बाइक वा स्कुटर किस्ताबन्दीमा लिने सोचिराख्नु भएको छ। यदि सोचिराख्नु भएको छ तर आफ्ना आम्दानीको स्रोत कागजी रूपमा पेश गर्न वा बैंक स्टेटमेन्ट पेश गर्न गाह्रो छ भने त्यसको सहज समाधान होन्डाले ल्याइसकेको छ। होन्डाले सबै परिश्रम गर्नुहुने नेपालीहरूलाई आफ्नो होन्डाको बाइक वा स्कुटर सजिलै किस्ताबन्दी मार्फत प्रदान गर्ने उद्देश्यले तपाईहरुको कामको प्रकृति अनुसार तपाईहरुको आम्दानीको प्रमाण पेश गर्न मिल्ने गरी किस्ताबन्दी योजना सञ्चालनमा ल्याएको छ। यदि तपाई कुनै संस्थासँग आबद्ध नभई स्वतन्त्र रूपमा काम गर्नुहुन्छ, तपाईको आम्दानी तपाईले कागजी रूपमा देखाउन सक्नु हुँदैन, तपाईको बैंक स्टेटमेन्ट पेश गर्न सक्नु हुँदैन भने चिन्ता नलिनुस्। तपाईको कामको आधारमा नै होन्डाले तपाईलाई कर्जा स्वीकृति गर्नेछ। यदि तपाई स्वतन्त्र रूपमा काम गरी आफ्नो पारिश्रमिक नगदमै लिनुहुन्छ, जस्तै किराना पसल चलाउनुहुन्छ, मजदुरी गर्नुहुन्छ, पठाउ इनराइट जस्ता राइड सेयरिङ एपहरू चलाई आफ्नो जीविकापार्जन गर्नुहुन्छ र यदि आफ्नो आम्दानीको स्रोत कागजी रूपमा देखाउन तपाईलाई गाह्रो छ भने चिन्ता नलिनुहोस्। यस्तो परिश्रम गर्नुहुने नेपालीहरुका लागि हाम्रो होन्डाको उपलब्ध फाइनान्स योजनाहरू चाहिँ एउटै हुनेछ, तर तपाईहरुको कामको प्रकृति अनुसार तपाईहरुले पेश गर्नुपर्ने कागजातहरू चाहिँ फरक हुनेछ। तपाईहरुले अनिवार्य रूपमा आफ्नो बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने छैन। त्यसैले तपाईको कामको प्रकृति जस्तो रहे पनि र तपाईको आम्दानीको स्रोत कागजी रूपमा पेश गर्न नसके तापनि तपाईले आफ्नो आम्दानीको विश्वसनीय प्रमाण होन्डालाई पेश गरी तपाईले होन्डाको नयाँ बाइक वा स्कुटर सजिलै किस्ताबन्दी मार्फत लैजान सक्नुहुनेछ। धन्यवाद।